देशको लागि पनि एकदमै लाज मर्दै भइसक्यो क्या अब चाहिँ होइन। सबैलाई नमस्ते, आरब हुनुहुन्छ। आज फेरि यो न्युज लिएर आएको, तपाईँहरूले प्रायः सबैले सुनिसक्नु होला। हाम्रो सुदन गुरुङ जुन पूर्व गृहमन्त्री हुनुहुन्छ, यो प्रभु देशमा के चाहिँ भएर जानेको। सुदन गुरुङजीले एउटा मानु कोही केटीसँग गएर बस्यो अरे, मानु रिसोर्टमा, मानु एकछिन लागि तपाईँ हामी बस्दैनौँ र, कुनै पनि केटी होस् या कुनै पनि केटा हो कि आफ्नो सम्बन्ध होस्, श्रीमती होस्, गर्लफ्रेन्ड होस्, गएर बस्दैन रिसोर्टमा। के चाहिँ नेचरमा भएको होला, के चाहिँ खोजेको होला कि अब सुदन गुरुङ फेरि पनि पर्दा के अरे गृहमन्त्री बन्दैछ भनेर के चाहिँ रिस भएको क्या। किन चाहिँ नेपालीहरू यस्तो भइरहेछ, नेपालीहरूको रिस चाहिँ केमा छ, धन सम्पत्तिमा छ या सत्तामा छ, आखिर किन जल्छ क्या। सबैजना जाँदैन, भोलि तिमीहरू जति जसले यसरी ब्लेम ल्याएर चाहिँ तिमीहरू चाहिँ जाँदैन, पायो भने तिमीहरू पनि रिसोर्टै जान्छ, तिमीहरू पनि गेस्ट हाउसमै जान्छ, होटेलमै जान्छ, जहाँ पनि जान्छ, जाँदैन। सुदन गुरुङलाई अब गृहमन्त्री हुन लाग्यो भने त्यसरी चाहिँ नगर्दा राम्रो हुन्छ। सानो त्यो पोर मेन्टालिटी छ क्या, पोर मेन्टालिटी लिएर नगर्नु क्या। जो जता गए पनि त्यो चासोको कुरा हुँदैन नि, वास्तव होइन र। भोलिको दिन आफ्नो पर्सनली हो नि सुदन गुरुङको भनेको, उसको अब रिसोर्टमा जाओस्, होटेलमा जहाँसुकै जाओस् न, जाओस् न, मै जान्छु, भोलिको दिन अरू पनि जान्छ, के चासो लिने। नेपालीहरूको सबभन्दा खराब एकदम घटिया सोचाइ नै यही छ क्या, मान्छेको ब्लेम गर्ने, मान्छेको पछि लाग्ने। यस्तो चाहिँ नगर्दा राम्रो हुन्छ है, देशको लागि पनि एकदमै लाज मर्दै भइसक्यो क्या अब चाहिँ होइन र। सबैजनाले लाइक कमेन्ट सेयर चाहिँ गरिदिनु होला है त। थ्याङ्क यू सो मच यो कुराको लागि सुनिदिनु भएकोमा।